How we spent day one in Pokhara. Hi guys, I am Ruksa. चाहिँ हामी चितवनदेखि पोखरा जाँदैछौँ. This is my literally first time अनि म चाहिँ एकदमै एक्साइटेड थिएँ. हामी पृथ्वी चोक पुगेर त्यहाँबाट ट्याक्सी लिएर आफ्नो रुम पुग्यौं. रुम पुगेर फ्रेश भएर चाहिँ हामी लेक साइडतिर जानको लागि रेडी भयौं. And we all are so excited. अनि हामी एकदमै भोकाको थियौं अनि हामीले चाहिँ थकाली खाना खोज्दै हिँडिरहेको थियौं अनि हामीले यो माया किचन भेट्यौं. यहाँ गएर चाहिँ हामीले मज्जाले खाना खायौं थपी फर्स्टमा चाहिँ हामीले हलाल फुड खोजिरहेको थियौं तर हामी बसेको रुम भएको स्ट्रीट भन्दा हलाल फुडको लोकेसन चाहिँ अलिकति टाढा रहेछ. सो हामीले चाहिँ यही भेज खाना नै खायौं. अनि लेक साइड जाँदै गर्दाखेरि चाहिँ ग्राउन्डमा हामीले यो पिङहरु देख्यौं. यो चाहिँ कति वर्षपछि खेलेको कि मैले चाहिँ कस्तो नोस्टाल्जिया भाइब्स आयो कि मलाई. अनि लेक साइड पुगिसकेपछि यो कायाकिङ छुटाउने त कुरै भयो. यसलाई कायाकिङ पनि भन्नु हुँदो रहेछ कोही कोहीले प्याडलिङ पनि भन्नु हुँदो रहेछ. तर जे होस् मैले यो पनि ट्राई गरे. अहिलेसम्म गरेको थिएन. अनि सुरुमा त डर लागिरहेको थियो पछि चाहिँ मज्जाले गरे. त्यसपछि चाहिँ मा चाहिँ बेलुका पनि भइसकेको थियो अनि नाइट भ्यू चाहिँ कस्तो राम्रो देखिँदै रहेछ के लेक साइडतिर. अनि हामीले यो मटका चिया खायौं, पोलेको मकै खायौं अनि हामी चाहिँ लेक साइडको भ्यू इन्जोय गर्दै हिँडिरहेको थियौं. अनि कतिले चाहिँ अब लाइक मेरो अनि हाम्रो सबैजनाको ड्रेसअप देखेर चाहिँ नेपाली होइन भन्ने सोच्नु भएको रहेछ कि धेरैले नै. अनि हामीलाई देख्ने बित्तिकै कोहीले हिन्दीमा बोल्ने कोहीले इंग्लिशमा बोल्ने गर्दाखेरि चाहिँ कस्तो हाँस पनि लागिरहेको थियो कि. ठ्याक्क तिहारको बेलामा चारैतिर झिलिमिली देउसी भैलो चलिरहेको थियो. एकदमै रमाइलो भयो. अनि लास्टमा खाना खाएर चाहिँ हामी फेरि आफ्नो रुमतिर गयौं. अनि पोखरामा हाम्रो डे 1 चाहिँ यसरी बित्यो. अब नेक्स्ट ब्लगमा चाहिँ डे 2 को सबै कुरा भन्छु. ओके बाइ अन्टिल नेक्स्ट भिडियो.